शिक्षकको आन्दोलन गर्ने कुराको सन्दर्भमा उहाँहरूले अल्टिमेटम दिएर गरेको महिनौ भइसक्यो। यो यसलाई त्यो स्पिडमा काम गरेको भए आज शिक्षकहरू सडकमा आउनुपर्ने अवस्थै बन्दैन थियो। सहकारी पीडितहरू त्यो 5 लाखभन्दा मुनि कम बचत भएको सहकारीवालाहरूको पैसा चाहिँ फिर्ता गर्ने कुराहरूको सन्दर्भमा त्यसका बारेमा संसदीय समितिले निर्णय गरेर यो सुझाव भनेर बुझाएर त्यसका निम्ति संयन्त्र बनाएको त्यो महिनौ भइसक्यो। अहिले रामेश्वर बडाल सरको प्रतिवेदनले पनि दिएको छ। त्यो प्रतिवेदनभन्दा पहिले सूर्य थापाको समितिले प्रतिवेदन बुझाएकै 7-8 महिना 9 महिना भइसक्यो। ती कोही पनि मानिसहरू सडकमा आउनुपर्ने अवस्था आउँदैन थियो। सरकारले कतिपय निर्णयहरू जुन कुरा निर्णय गर्नुपर्ने आवश्यकतै थिएन, चलाउँदै नचलाउनु पर्ने कर्मचारी कतिपय ठाउँमा गएर अनावश्यक रूपमा मानिसहरूलाई सडकमा आउनुपर्ने अवस्था जुन बनाइदिएको छ। अब यो कुराले कस्तो भइरहेको छ हामी भनेदेखि भने हामीले राम भन्ने गर्ने के हो त भन्ने खालको स्थिति बनाएको छ। तर यसको अर्थ फेरि के होइन भने हामी यसलाई बदल्न चाहन्छौँ। त्यसैले म पार्टीको सबै अग्रजहरू यहाँ हुनुहुन्छ। मेरो अन्तिममा 2टा कुरा आग्रह गरेर म टुङ्ग्याउन चाहन्छु। हामी अहिले नेपाली कांग्रेस सम्मिलित भएको सरकारको यसको पर्फर्मेन्स बढाउन चाहन्छौँ। गभर्नेन्सको कुरामा यो नचुकोस् भन्ने कुरामा काम पनि गर्न चाहन्छौँ, खबरदार पनि गर्न चाहन्छौँ। तपाईहरुले कम्तीमा म वा मेरो पुस्ताको कांग्रेसका साथीहरूलाई तपाईहरुले बनाउनु भएको, हामीलाई तपाईहरुले माया गरेर हुर्काउनु भएको, सिकाउनु भएको, तपाईहरुले यति कुरामा विश्वास गरिदिनुपर्छ। हामी पनि अहिले फोहोर सफा गर्न पोखरीमा छिरेका छौँ। फोहोर सफा गर्न पोखरीमा छिरेको हुनाले गर्दा कहिलेकाहीँ बाहिरबाट हेर्दै गर्दा फोहोरै देखिन्छ। तर हामी त्यो मिसिन गएको हामी सफा गर्न गएको, हामी मिसिन यति कुरा तपाईहरुले हामी मिसिन, हामी त्यसको पार्ट बन्दैन, हामी यसको अङ्ग बन्दैन। हामी फोहोर सफा गर्न गएको। हामीलाई थाहा छ अहिले हामी गाली खाइरहेका छौँ, हामीलाई थाहा छ मानिसहरू हामीलाई प्रश्न गरिरहेका छन् किन बाहिरबाट हेर्दै गर्दा त्यस्तै देखिन्छ। तर हामी त्यो होइन, हामी त्यही फोहोरी राजनीतिको अङ्ग बन्नको लागि अहिले क्रियाशील भएको हुँदै होइन। हामी जननायक बीपी कोइरालाले प्रारम्भ गर्ने यो पार्टीको एउटा यत्रो समृद्ध यसको इतिहास, यसको परम्परा, योसँग जोडिएका एउटा पछिल्लो पुस्ताका मानिसहरू हौँ। र हामी तपाईहरुको शुभेच्छा आशीर्वादबाट यहाँभित्र भएको फोहोरलाई सफा गर्न चाहन्छौँ। त्यसमा यहाँहरूको शुभेच्छा साथ हामीलाई चाहिन्छ। किन हामीले अहिले बुझेको कुरा के हो भने हामीले ल्याएको व्यवस्था छ। यो व्यवस्थाभित्र नागरिकहरूको अहिलेको अवस्था बदल्नका निम्ति व्यवस्था बदल्ने कुराको बारेमा छलफल गर्नु पनि अहिले आवश्यकता, त्यो कुनै त्यतापट्टिको हाम्रो आवश्यकताको कुरा नै होइन। हाम्रो यही व्यवस्थाभित्र हामीले अवस्था बदल्यौँ। अवस्था के कारणले गर्दा बदलिराखेको छैन भने नेताको शैलीको कारणले गर्दा बदलिएको छैन, नेतृत्वको कारणले गर्दा हाम्रो अवस्था बदल्ने कुराको अवरोधको अहिले नेतृत्व वा नेतृत्वको शैली। नेता भनेर मैले कुनै एकजना नेतालाई भनेको होइन, म पनि त्यो भित्र पर्छु। नेतृत्वको शैली त्यसो भनेको बदल्ने के भन्दा नेतृत्वको शैली बदल्ने हो। नेतृत्वको शैली बदल्नको लागि सम्झाएर बुझाएर नेतृत्वको अहिले जुन शैली छ यो शैली बदल्न सकिन्छ भने त्यो बदल्ने हो। सम्झाएर बुझाएर मेहनत गरेर नेतृत्वको शैली बदल्न सकिन्छ भने नेता बदल्ने हो। समस्या नेतामा छ, नेता बदलिँदाखेरि समस्याको समाधान आउँछ भने त्यो नेता बदल्न छोडेर हामी चाहिँ त्योभन्दा अर्को कुरा बदल्नुपर्छ कि भनेर भन्यो भनेदेखि पनि त्यसको उपचार, त्यसको औषधि, त्यसको निकास आउँदै आउँदैन। अहिलेको देशको माग भनेको नेतृत्वसँग उसले योग्यता पनि खोजिरहेको छ, शुद्धता पनि खोजिरहेको छ। नेतृत्व शुद्ध मात्र भएर पनि हुँदैन, योग्य मात्र भएर पनि हुँदैन। शुद्ध पनि चाहिएको छ, योग्य पनि चाहिएको छ। शुद्ध र योग्य दुईटै कुराको ठिक ढङ्गको सम्मिश्रण भयो भने अहिलेको समस्याहरूको निकास दिन सक्छ। किनकि अहिलेको समस्याहरू सम्बोधन गर्न सकिने समस्याहरू, हल गर्न सकिने समस्याहरू, अझ यो अहिले विश्व राजनीतिभित्र आएको नयाँ खालका जुन चाहिँ तरङ्गहरू छन्, लिडरसिपले ठिक ढङ्गले सम्हाल्न सक्यो भने म त यहाँभित्र अवसर भएको देख्छु। अमेरिका र चीन बीच सुरु भएको व्यापार युद्ध नेपालका निम्ति अभिशाप मात्र हुन्छ भन्ने पनि छैन। ठिक ढङ्गले नेतृत्वले यसलाई सम्हाल्न सक्यो, हामीले सम्हाल्न सक्यो हाम्रो निम्ति त्यो वरदान हुन पनि सक्छ। किन हाम्रो अन्तर्राष्ट्रिय व्यापार कति नै थियो र? हामी त सबै इम्पोर्टै गरेर बसिरहेको त हो नि। हिजो हामीले कुनै बेला अलिअलि गरेको एक्सपोर्ट पनि हाम्रो सबै बन्द भएको अवस्थामा थिए। हाम्रो निम्ति अवसर बन्न सक्छ। तर यसका निम्ति मैले भने हामीलाई शुद्ध पनि चाहिएको छ, योग्य पनि चाहिएको छ। त्यसैले म पार्टीको यो पङ्क्ति, पेसाकर्मी बुद्धिजीवीहरूको पङ्क्ति, यसलाई मेरो यही आग्रह गरेर टुङ्ग्याउन चाहन्छु कि यो बेलामा सबैभन्दा बढी ठुलो रोल, त्यसैले आजको कार्यक्रम पनि गरौँ भनेर भनेको हो। फेरि यो देशैभरि यो कार्यक्रमहरू गर्ने हाम्रो इच्छा छ। हामी देशैभरिका साथीहरूसँग पार्टी सभापतिलाई पनि मैले भनेको छु कि ठुलो हाम्रो पेसाकर्मी बुद्धिजीवी साथीहरूसँग एकपल्ट पार्टीको लिडरसिप सबै बस्नुपर्छ। हामीले बोल्ने होइन, उहाँहरूले बोलेर उहाँको कुरा सुन्नुपर्छ, कसरी हेर्नुभएको छ, कहाँनिर कमजोरी भएको छ भन्ने कुरा सुन्नुपर्छ भनेर भनिरहेको छु। त्यस कारणले गर्दा मेरो तपाईँहरूसँगको सबभन्दा ठुलो अपेक्षा भनेको चाहिँ यो बेलामा
लिडरसिपलाई क्वेसन पनि गरौँ, लिडरसिपलाई आलोचना पनि गरौँ, हामीलाई के जे भन्ने कुरा नि भनौँ, तर लार्जली बाहिर सोसाइटीलाई कम्युनिटीलाई सँगसँगै के पनि भनौँ भने यो नेपाली कांग्रेस पार्टी अहिले मैले भने यो विचार, यो आस्था योसँग जोडिएको भए म र यही विचार यही आस्थाले नै हो समाजलाई डोराउने। फेरि त्यसका विकल्पहरू खोज्न थाल्यो भने कुनै विकल्प छैन, त्यो सबै विकल्प टेस्टेड हो नेपालमा, अनटेस्टेड के पनि छैन। अस्ति भर्खर हो, धेरै लामो पनि होइन, सबै खालका विकल्पहरू टेस्ट गरेर आइसक्यो। त्यस कारणले गर्दा बाटो यही नै हो, यही विचार यही नै हो, आस्था यही नै हो। यहाँभित्र भएको कमजोरीहरू चाहिँ यसलाई सफा गर्नुपर्छ भन्ने हिसाबले तपाईहरुले भनिदिने कुराले बल्ल एउटा माहौल बन्छ, त्यही माहौलभित्र हामीले काम गर्दै जानुपर्ने छ। त्यही कुरा अनुरोध गर्दै मेरो आफ्नो कुरा टुङ्ग्याउँछु। धन्यवाद, नमस्कार, जय नेपाल।